नेक्स्ट पार्ट भनेको चाहिँ त्यसले हामीले चाहिँ एउटा एस्टिमेसन छ जसलाई चाहिँ हामीले अस्तिको 5 cm per minute राख्ने चाहिँ एक्सिलेटर यसबाट चाहिँ कतिको स्पिडमा चाहिँ यो जुन हाम्रो मोबाइल छ त्यो मोबाइल जसलाई चाहिँ होरिजोन्टली ड्राइभ कन्ट्रोल मेकानिजम लाग्छ राख्ने कति पावर अन अफको कुराहरू त्यसपछि अगाडिको फिड भनेको चाहिँ यताको पानीले चाहिँ उताको सरी यो जुन अहिले चाहिँ फिड छ यो यसलाई ड्राइभ गर्नुको निम्ति फिड बटन चाहिँ अन अफ गर्नु त्यसपछि स्टियर भनेको चाहिँ त्यही वाटर पम्प दिन सक्छौँ र यतातिर हिटर पनि छ त्यो तातो पानीले चाहिँ यतातिर चाहिँ के हुन्छ सप्लाई दिएको ट्याङ्की तातो स्टियर भनेको छ र यतातिर हिटर यताबाट बुलाएको छ यति गरिसके पछाडि हामीले के गर्न सक्छौँ भने यसमा हेरौँ त एक्सिलरेटरको चाहिँ यसमा चाहिँ दुईवटा पार्ट छ एउटा पार्ट भनेको चाहिँ र इन चाहिँ के छ त फिक्स छ अर्को चाहिँ मुभल छ अब हामीले के गर्नु पर्यो लिक्विड स्याम्पल चाहिँ हामीले के भन्छ बेस प्लेटमा ट्याच गरिसके पछाडि एउटा जुन त्यहाँ चाहिँ इन छ थ्रेडिङ गरेर इन र यो मुभल जमा चाहिँ फिक्स छ त्यसलाई चाहिँ हेर्नु यहाँ चाहिँ नजिकपछि हेर्नु दुईवटा एउटा मुभलमा एउटा फिक्समा चाहिँ त्यहाँ होल फिल गरेको छ त्यो होलमा चाहिँ त्यो बेलुका एउटा इन चाहिँ फिक्समा एउटा चाहिँ मुभलमा चाहिँ के गर्छ अलाइन गरेर चाहिँ के गर्छ त फेरि त्यो नटलाई चाहिँ के गर्छ त प्लान गर्नु छ यदि प्लान गरिसके पछाडि के गर्नु यहाँ एउटा चाहिँ यो चाहिँ के छ त एउटा लक मेकानिजम छ जब यो लक गर्छ नि लक गर्दाखेरि के हुन्छ त त्यहाँ फिटिङलाई अन राखेको छ र यो मोबाइल जसलाई चाहिँ के भन्छ ड्र्याग गर्छ यदि मैले चाहिँ यसरी ओपन गरेको अवस्थामा चाहिँ के भन्छ यहाँ फिटिङ अन गरेको पनि के हुन्छ यसलाई चाहिँ उसले चाहिँ तान्दैन पुल गर्दैन त्यसैले हामीले के गर्नुपर्छ ल्यापटप छँदाखेरि यो लक गरेको छ कि अन गरेको छ यो कुरालाई चाहिँ थोरै इन्सर्ट चाहिँ सो यो पोइन्टर चाहिँ दिएको छ जुन पोइन्टर चाहिँ यो स्टिल स्क्यानमा चाहिँ के गर्छ त होरिजोन्टली स्लाइड गर्छ र कुन टेम्परेचरमा चाहिँ अब मानौँ एउटा ल्याब टेम्परेचरमा हामीले चाहिँ ड्राइभ गरेर राख्दाखेरि सर्टेन लेन्थमा गएर चाहिँ के हुन्छ चुरिन्छ फाइन थ्रेडमा कनेक्ट गरेर चाहिँ चुरिन्छ भने कुन पोइन्टमा गएर चाहिँ ब्रेक भएको छ ठ्याक्क चाहिँ त्यो टाइममा चाहिँ त्यो पोइन्टरमा छुपाएर चाहिँ हामी के गर्छौँ डिस्टेन्स चाहिँ मेजर गर्छौँ है अर्को पनि खोल्यो अर्कोमा खोलेर अर्कोलाई अर्को ट्राई गरेर समेत यो स्याम्पलले हातमा राख्नु बिस्तारै यसमा ट्रान्सफर गर्छ बिस्तारै हातले चाहिँ बिस्तारै ट्राई गरेर भुइँमा ट्रान्सफर गर्छ फाइन थ्रेडमा चाहिँ कन्ट्रोल गरेर जान्छ र पुरा त्यस्तो एक्सटेन्सम्म आइपुग्छ जुन एक्सटेन्समा आइसक्यो त्यो चाहिँ के हुन्छ ब्रेक हुन्छ ठ्याक्क त्यो ब्रेक भएको पोइन्टमा चाहिँ के हुन्छ यसलाई चाहिँ तिमीले चाहिँ ओपन गरिदिनु यदि दुवै एकैचोटि चुऱ्यो भने यदि दुवै एकैचोटि चुरा छैन भने तिमीले चाहिँ यसलाई चाहिँ रिलिज नगर जस्ट ठ्याक्क जुन बेला साथीले चाहिँ ब्रेक भयो भन्छ त्यो बेला चाहिँ के हुन्छ त्यो पोइन्टर कतिमा इन्डिकेट गरेको छ त्यो टिकट गरिहाल्छ सो यसलाई चाहिँ अब्जर्भ गरिराखेर त त्यहाँ त्यो इलिमेन्ट भनेको छ जस्ट रिपोर्टिङ गरेर कुन बेला चाहिँ ब्रेक भएको त्यो बेला चाहिँ रिपोर्ट हुन्छ ल भन गाई पातलै हुन्छ कि पातलै भएर लामो थ्रेडको फर्म हुन्छ
गर्नुपर्ने उसले यस्तो गरेर गरिरहेको थियो यस्तो गरेर यस्तो गरेर अस्तिको बिग्रेको अझै टुटेन त्यो मिक्स गर्ने भएर अन्थ्यो अनि त्यसले गर्दा यतिकै तन्किरहेको सुन आयो त्यो पानीले माइहाल्यो अब म चाहिँ 70 क्रेडिट किन एक शब्द मोर लोजिकल किन एक शब्द डिजाइनहरु कस्तो टल्केको यो साइडमै मैले प्रेडिक्ट गरेको त आइसक्यो त 70 हो है हाम्रो चुटेला चुटेला त भएन नि हैन त्यो पाइपलाई छोए छैन छो छ यो चाहिँ छुटिन्छ होला है तर उयो त छुटिँदैन जानु सक्छ यतापट्टि गएर डिफ्रेन्ट रुममा हुन्छ त्यो चाहिँ अब हेरिराख्नु पर्ने लास्टै पातलो बाहा छैन छैन होइन मान्ने हो साइड गएको जानु चाहिँ हाटेको गएको छैन कि चुप उतापट्टिको त भुइँमै टास्छ यार धेरै दिक्छ भन पाइपमा त्यो भइरहेछ अनि जे भयो नि अब अहिले गएछ यतिकै छ त्यो अब लास्ट यो छुट्टिन्छ 1 2 छैन 70 मा छुट्टिन्छ मैले 70 भने मैले हो सिन्जेल 30 भने भूमिका छुट्टी होस् न हो छैन 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 छुट्टेकै हो यो त छुटेको छैन के छुट्यो हो छैन के त्यही डाटा लेख्नु यो त कस्तो किन उता छुट्टेकै छैन कि देखिरहेछ यहीँबाट छुट्यो कति भयो छैन छैन छुट्टेकै छैन है ममता छैन हो मैले देखिरहेको अब त आँखाले देखिन सकिन्न अब चाहिँ गाह्रो गाह्रो हुन लाग्यो यो छुट्दैन के अब यहाँ यहाँबाट गयो यहाँ पनि भयो नि उता अझै नि छुट्या छैन आँखा धेरै